हामी इटको जवाब फुलले दिने छैनौं। हामी इटको जवाब AK-47ले दिने कि बमले दिने कि हतियारले दिने। प्रधानमन्त्रीले यदि त्यो खोज्नु भएको हो भने, ऊर्जा मन्त्रीले यदि त्यो खोजेको हो भने हामीसँग युद्धको घोषणा गर्नु पर्यो। उहाँहरूले आजदेखि एक्टिभिस्टहरूसँग, युवाहरूसँग हामीले युद्धको घोषणा गर्यौं, यो भन्नु पर्यो। होइन भने हाम्रा युवाहरूमाथि, हाम्रा साथीहरूमाथि, हामीमाथिको आक्रमण हामीलाई सह्य छैन। एम्बुलेन्स आइसकेको छ। सोम शर्मालाई यो सिभिल हस्पिटलको इमर्जेन्सी वार्डबाट शिफ्ट गर्दैछ। हुन्छ, सोम शर्मालाई सिभिल हस्पिटलको इमर्जेन्सी वार्डबाट रिफर गरिसकिएको छ। उहाँलाई गुण्डाहरूले आक्रमण गरेर जुन एमालेको ब्यानरमा हतियारहरू लुकाएर ल्याएको भन्ने सूचना आएको छ। उहाँलाई हस्पिटलमा एम्बुलेन्समा उहाँलाई हस्पिटलबाट रिफर गरेर KMC तर्फ लिँदै हुनुहुन्छ। हस्पिटलबाट एम्बुलेन्स यो सिभिल हस्पिटलबाट KMC मा रिफर गरिसकेपछि सोम शर्मालाई फेरि KMC हस्पिटल पुर्याइँदैछ। तपाईँ देख्न सक्नुहुन्छ युवाहरू, यहाँ ठूलो मात्रामा युवाहरू गएका छन्। पछिल्लो समय एमालेको ब्यानरमा लुकाइएर हतियारहरू ल्याएर आक्रमण गरिएको र उहाँलाई आक्रमण भएको भन्ने सूचना पाएका छौँ। तपाईँ देख्न सक्नुहुन्छ उहाँलाई चाहिँ यसरीकन अब कहाँ हस्पिटलबाट रिफर गर्नुभयो होइन? रिफर हामी KMC हस्पिटल जाँदैछौँ। जसरी आज हाम्रो साथी सोम शर्मामाथि यो आक्रमण भएको छ हैन, ज्यान मार्ने एउटा सांकेतिक आक्रमण भएको छ। यसको विरुद्धमा मलाई लाग्छ यो सरकारले, न्यायकर्ताहरूले, प्रहरी संगठनले एकदमै राम्रोसँग छानबिन गर्नेछ र न्याय दिनेछ भन्नेमा हामी ढुक्क छौँ है। अब त्यसै गरी यहाँ हेमराज सर पनि हुनुहुन्छ। हेमराज सर, अब के भन्नुहुन्छ त? आक्रमण भयो तपाईँहरूका साथीहरूलाई। अब दीपक खड्का र प्रधानमन्त्रीलाई हामी स्पष्टीकरण गर्छौँ केही समयपछि। हाम्रो तर्फबाट प्रेस नोट रिलिज हुन्छ। अब एक्लै हिँड्न त तपाईँहरूलाई गाह्रो भयो नि त युवाहरूले। अब सांघातिक बंगलादेशमा चाहिँ रिभोल्युसन गर्ने स्टुडेन्टहरूमाथि चाहिँ, क्रान्ति गर्ने विद्यार्थीमाथि चाहिँ शेख हसिनाको लठैतहरूले पटक पटक आक्रमण गर्थ्यो क्या। धेरैजनाले त्यहाँ ज्यान गुमाए। तर त्यसको परिणाम के हो भन्ने कुरा उनीहरूले बुझ्नुपर्छ। त्यो गुड होइन क्या, होइन? सांघातिक आक्रमण गर्नु, ज्यान मार्ने गरी आक्रमण गर्नु यो कुरा ठिक होइन। यो कुरा स्वयं प्रधानमन्त्रीलाई पनि थाहा छ। प्रधानमन्त्री त्यो बेला तत्कालीन समयमा पञ्चायतको बेला अथवा राजतन्त्रको बेला प्रधानमन्त्रीलाई 14 वर्ष जेल हालेको। त्यो बेला तत्कालीन होइन मान्छेहरूले आक्रमण गरेको भए के हुन्थ्यो? वैचारिक रूपमा विमति छन् भने आउनुहोस् छलफल गरौँ, बहस गरौँ भन्न चाहन्छु। उहाँहरूले बल प्रयोग गर्न खोज्नु भएको हो भने हामी इटको जवाब फुलले दिने छैनौं। हामी इटको जवाब AK-47ले दिने कि बमले दिने कि हतियारले दिने। प्रधानमन्त्रीले यदि त्यो खोज्नु भएको हो भने, ऊर्जा मन्त्रीले यदि त्यो खोजेको हो भने हामीसँग युद्धको घोषणा गर्नु पर्यो। उहाँहरूले आजदेखि एक्टिभिस्टहरूसँग, युवाहरूसँग हामीले युद्धको घोषणा गर्यौं, यो भन्नु पर्यो। होइन भने हाम्रा युवाहरूमाथि, हाम्रा साथीहरूमाथि, हामीमाथिको आक्रमण हामीलाई सह्य छैन। कसले आक्रमण गर्यो के अहिलेसम्म पत्ता लाग्नु? हाम्रो कसैसँग दुश्मनी नै छैन। हामीले के भन्यौं भने प्रधानमन्त्री ठिक ठाउँमा हुनुहुन्न, ऊर्जा मन्त्री ठिक ठाउँमा हुनुहुन्न, तपाईहरुले राम्रो काम गर्नु पर्यो, यो भनेको हो क्या हामीले। यो भन्दा गर्दाखेरि बालुवाटारभित्र बसेर आक्रमणको योजना बनाउने, सिंहदरबार भित्र बसेर आक्रमणको योजना बनाउने अहिले सिट पाइएको छैन। अस्पतालमा रिफर गर्नुपर्ने अवस्था आइलागेको छ। तसर्थ मैले के भन्छु भने प्रधानमन्त्री र ऊर्जा मन्त्रीले, नेपाल सरकारले युवाहरूसँग युद्धको घोषणा गरोस्, युद्धको घोषणा गरिदिन अनुरोध गर्दछौं। र हामीले स्पष्ट भनेका छौं हामीले के को प्रयोग गर्नुपर्ने हो हामी त्यो गर्छौं। होइन भने यो लोकतन्त्रमा, यो डेमोक्रेसीमा चाहिँ, यो उदारतन्त्रमा, यो चाहिँ एकदम लिबरलिजममा चाहिँ यो कुरा चाहिँ सही छैन हामीलाई। अब जुन त्यो घटनास्थलमा चाहिँ एमालेको ब्यानर सहित प्रयोग भएको भन्ने सुनिएको छ। अब के हो त? अब राज्यले नै हटाएको भन्ने हो? त्यो हामी अनुसन्धान गर्दैछौँ। त्यो उहाँहरूले हेर्नुपर्छ। त्यो हाम्रो निवेदन गएको छ। त्यसपछि हामी हेर्छौँ, तपाईको सबै कुराहरू हेर्छौँ क्या। हजुर, अब सिभिल हस्पिटलबाट रिफर गरिसकेको छ। तपाईँहरू अब कहाँ जाँदै अब KMC मा लिने भन्ने छ होइन। तपाईहरुलाई पनि हामी त्यहाँ जाउँ। अब चोटपटक कति लागेको छ हेर्न सर? चोटपटक त हातै नचल्ने। अब केही बायाँ साइड चलिरहेको छैन यहाँ। अब नसकेरै रिफर गरे त होला नि होइन। रिफर हामी रिफर गर्ने भन्नुभयो। यतिखेर तपाईँहरू देख्न सक्नुहुन्छ